हाम्रो मकै चाहिँ यत्रो भइसक्यो। अब हामीले चाहिँ मकै खानुपर्ने हुन्छ भोलि पर्सितिर। 3-4 दिनमा नि एउटा कोले सकिया छैन के रोपेर साथीहरु भन्नुहुन्छ नि के भने हामी दुईजना कति अल्छी छौं भन्ने कुरा हामीलाई मात्रै थाहा छ। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरु सबैजना सन्चै आराममा हुनुहुन्छ होला भन्ने आशाको साथमा फेरि पनि आइसकेको छु साथीहरु हजुरहरुको सामने धेरै समयपछि नयाँ भिडियो लिएर। आज चाहिँ भिडियो बनाउने जाँगर चलिरहेको छ। मलाई सुरुवात गर्ने त जाँगर भइरहेको छ, तर आई डोन्ट नो पछिसम्म के हुन्छ भन्ने नै थाहा छैन। हामी चाहिँ छौं आज कहाँ भन्दाखेरि म भन्नुहुन्छ हजुरहरुले मकै बारीमा छौं। अनि यहाँ हेर्नु, यहाँ फुलेको छ अनारहरु। तर यो अनार फुल्ने मात्रै हो रे, फल्दैन। तर हिजो त कस्तो राम्रो फुलिरहेको थियो, आज त त्यही हिजोको पानीले सबै लत्रक लुत्रुक भएछ। आज चाहिँ रातभरि आयो होला नि, हिजोदेखि पानी परेर अहिले चाहिँ बिसाएर कस्तो राम्रो मौसम भइरहेको छ साथीहरु। हेर्नुहोस् मेरो हात यस्तो छ, माटो। हामी चाहिँ मकै बारीमा छौं। हाम्रो मकै चाहिँ यत्रो भइसक्यो। अब हामीले चाहिँ मकै खानुपर्ने हुन्छ भोलि पर्सितिर। यहाँ छ यत्रो फल्यो मकै। भित्र कतिको छ भने चाहिँ आई डोन्ट नो, थाहा छैन। यहाँ हुनुहुन्छ मेरो बुढा, झाडु खोल्दै हुनुहुन्छ कठैभरि लै। तर कसो भन्छ, मैले पनि यहाँ कोदो रोपिरहेको छु साथीहरु। हामी चाहिँ अस्ति नैदेखि कोदो रोप्न थालेको, तर 3-4 दिनमा नि एउटा कोले सकिया छैन के रोपेर साथीहरु भन्नुहुन्छ नि के भन्नु चाहनुहुन्छ हजुर। यहाँ चाहिँ रहेको छ एउटा घर, तर हाम्रो हैन अरु। मलाई नतर्साउनु होला कृपया, यो घरमा मान्छे बस्नुहुन्न। यहाँ हेर्नु न साथीहरु, यस्तो धेरै फुल छ कि यस्तो धेरै छ कि देख्न सक्नुहुन्छ। यहाँ मैले राम्रो फुल देखाउँछु। ओ माय गॉड, राम्रो छ त है फुल त। यस्तो राम्रो फुलहरु हुन्छ यो त चाहिँ। यो फेरि हेर्नुहोस् न, हाम्रो घरतिरको त्यस्तो पिङ्क कलर त हुन्न जस्तो लागिरहेको, म त्यस्तो देखेको थिइनँ। ओ त्यहाँ फुले नि एउटा येल्लो कलरको। यहाँ फुले दुईटा। अब हेर्दै गर्नु होला साथीहरु, हामी चाहिँ कोदो रोप्नु पर्ने हुन्छ। यो यस्तो वाला फुल, अरु उता झन् कस्तो राम्रो फुलहरु छ यस्तो। तर यहाँ चाहिँ अलि यो मान्छे नबसेको भएर होला नकाटेर अलि ठुलो अब अग्लो भइरहेछ। हेलो भन्दिनु न त। हेलो यता हेरेर हेलो। लास लाउँछ अरे मेरो बुढालाई चाहिँ क्यामेरामा आउन। कान्छी लाऊ। अब चाहिँ साथीहरु मेरो बुढाले खन्नुहुन्छ, म चाहिँ रोप्छु। त्यही हो साथीहरु, हेर्दै गर्नु होला हाम्रो मकै। अब यो महिनाको अन्तिममा त खाने बेला हुन्छ साथीहरु, बुझ्नु भएन? के भन्नुहुन्छ हजुरहरु साथीहरु भन्नुहोस्। यस्तो रमाइलो हुन्छ नि खाना मकै। तर मलाई चाहिँ झ्याउ लाग्छ, मकै पोलेर खानै झ्याउ लाग्छ। हेर्दै गर्नु होला साथीहरु, हेर्दै गर्नु होला। म देखाउने नै छु हजुरहरुलाई के कस्तो काम गर्छौं हामीले भनेर आज। तर हामीले यत्रो धेरै रोपिसक्यौं कि उता छेउदेखि रोपेको यत्रो धेरै रोपिसक्यौं मकै बारीभित्र खन्दाखेरि यति दुःख हुन्छ। अझै घाम लाग्नु पर्छ, हावा आउँदैन नि त दिउँसोमा। घाम लाग्यो भने झन् मकै बारीभित्र जस्तो गर्मी त कहीँ हुँदैन। अब हामीले रोप्नुपर्ने कति भन्दा यहाँदेखि वहाँ कुनासम्म छ, धेरै छैन। तर सकिन्छ कि सकिन्न, दुई बुढाबुढी अल्छी छौँ हामी चाहिँ। सकिन्छ कि सकिन्न भन्ने त यो कति हुन्छ भन्ने कुरा हो क्या। ओके साथीहरु, हेर्दै गर्नु होला हजुरहरु, म देखाउने नै छु सबै
तपाईहरुलाई साथीहरु ओके सो साथीहरु हामी चाहिँ कोदो रोपेर नि आइसक्यौं तर कोदो रोपेर चाहिँ सकेनौं किनभने हामी दुईजना कति अल्छी छौं भन्ने कुरा हामीलाई मात्रै थाहा छ साथीहरु हैन त अनि अब चाहिँ हामी कोदो रोपेर आएर खाजा नि खाइसक्यौं अब चाहिँ नुहाउन जानुपर्ने हुन्छ किनभने अघि म त्यहाँ तल लडेको थिए के त्यो लडेको थिए अनि यहाँ माटै माटो भइसक्यो लडेको थिएँ नि त म एउटा हातमा यो र यो बोकेको थिएँ हैन अनि एउटा हातमा मैले फोन बोकेको थिएँ हैन अनि फोन बोकेर झरिरहेको थिएँ म खुरु खुरु अनि त म लडिहाले चिप्लेर पानी परेको थियो नि त त्यो पानीको चिप्लो थियो त्यहाँ अनि लडे उहाँ जी चाहिँ जानु भएको थियो उता स्कुलतिर हैन बोल्नु न बोल्नु न वहाँ भनी बोल्दै बोल्नु न किन आखिर किन हाम्रो घर त साथीहरु आरु पनि पाकिसकेको छ आजभोलि चाहिँ हामीले आरु पनि कति खान्छौं आरु ओके साथीहरु अहिले भेटौँला पछि नुहाउन जानुपर्ने हुन्छ किनभने घाम नि जान लागिसक्यो आजको दिन यो रहेको छ हाम्रो गाउँ हो यो चाहिँ साथीहरु कस्तो राम्रो देखियो है तर ओ माय गॉड यस्तो राम्रो देखिरहेको छ साथीहरु अनि साथीहरु हाम्रो चाहिँ यहाँ केरा पनि फल्न लागेको छ केरा फल्न लागेको छ केरा बुझ्नु भएन केरा फल्न लागेको छ केरा आज चाहिँ हामी घरमा बुढाबुढी मात्रै छौं किनभने थाहा छैन हानी पारेको रहेछ आरु हो यहाँ हेर्नुहोस् आरु पाकिरहेको छ कति फल्यो भन्ने त मलाई मात्रै थाहा छ आरु हेर्नुहोस् साथीहरु कति फलेको छ यहाँ हेर्नुहोस् देख्न सक्नुहुन्छ यहाँ एउटा कुहिए छ यो त छ्या कुहिएकोलाई टिप्दिन के टिप्दिन अब अर्को देखाम डेङ टडङ 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 कसलाई आरु चाहिएको छ साथीहरु यहाँ चाहिँ हेर्नु न अघि भर्खर यहाँ कुखुराहरू आएको थियो त्यो कुखुराले खाइदिएछ यस्तो फलेछ कि साथीहरु आरु त भन्नै धेरै छैन तर यति फले आरु त भन्नै पर्दैन फेरि कति फले भनेर त ओके साथीहरु हेर्दै गर्नु होला म नुहाएर आउँछु पहिला तो साथीहरु भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद अनि यसरी नै माया गरिदिनु होला भन्दै नयाँ हुनेले मेरो च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला अनि पुरानो हुनेहरूले भिडियो हेरेर साथ दिनु होला साथीहरु यति भन्दै आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु साथीहरु बाइ बाइ अब भेटौँला फेरि अर्को नेक्स्ट भिडियोमा साथीहरु ओके